कल्पना गर्नुहोस् त, भोलि बिहान उठेर तपाईँ आफ्नो फोन खोल्नुहुन्छ, ब्याङ्क एप खोल्नुहुन्छ, तर त्यहाँ एउटा अचम्मको कुरा देखिन्छ। तपाईँको खातामा शून्य ब्यालेन्स देखिन्छ। पहिले त तपाईँ सोच्नुहुन्छ सायद ब्याङ्ककै समस्या होला, तर केही मिनेट पछाडि समाचार आउँछ, दुनियाँभरबाट नै पैसा गायब भयो। न नगद छ, न ब्याङ्कमा पैसा, न डिजिटल पैसा। अब सोच्नुहोस् त, आज तपाईँ कसरी बाँच्नुहुन्छ? यो खबर फैलिन साथ सहरहरूमा हलचल सुरु हुन्छ। मानिसहरू पसलतिर दौडन्छन्। सबैलाई डर लाग्छ। भोलि खाना पाइन्छ कि पाइँदैन? सबैको मनमा एउटै प्रश्न हुन्छ। तर पसलेवालाले भन्छ, पैसा छैन भने सामान कसरी बेच्ने? केही घन्टामै संसारको सबैभन्दा सामान्य कुरा किनबेच नै बन्द हुन्छ। अब सबैको ध्यान ब्याङ्कतिर जान्छ। मानिसहरू ब्याङ्क बाहिर लाइन लाग्छन्, तर ब्याङ्कसँग दिने पैसा नै छैन, किनकि पैसा अचानक गायब भइसकेको छ। केही दिनमै विश्वका धेरै ब्याङ्कहरू बन्द हुन थाल्छन्। संसारको अर्थतन्त्र इतिहासमै पहिलो पटक लगभग रोकिन्छ। कल्पना गर्नुहोस् त, कसैले आफ्नो घरमा लाखौँ रुपैयाँ लुकाएर राखेको थियो, कसैले पैसा जमिनभित्र गाडेर राखेको थियो। तर जब दुनियाँबाट नै पैसा गायब हुन्छ, त्यो सबै पैसा कागजको टुक्रा जस्तो मात्रै हुन्छ। हिजोसम्म जसले पैसालाई शक्ति मान्थ्यो, आज त्यो पैसा बिल्कुल बेकार हुन्छ। संसारका सबैभन्दा धनी मानिसहरूलाई सोच्नुहोस् त, हिजोसम्म उनीहरूसँग अरबौँ पैसा थियो, तर एकै रातमा उनीहरूको सम्पत्ति शून्य हुन्छ। महँगो कार छ, ठुलो घर छ, तर अब ती चिजहरू चलाउन पैसा नै छैन। अचानक धनी र गरिब बीचको फरक लगभग हराउन थाल्छ। अब पैसा होइन, सिप नै सबैभन्दा ठुलो सम्पत्ति बन्छ। मानव इतिहासमा पैसाभन्दा अगाडि एउटा प्रणाली थियो। त्यसलाई भनिन्थ्यो बाटर सिस्टम। यसमा मानिसहरूले पैसा प्रयोग गर्दैन थिए, बरु सामान साटासाट गर्छन्। जस्तै किसानले चामल दिन्छ र बदलामा तरकारी लिन्छ, माछा दिनेले लुगा पाउँछ। संसार फेरि हजारौँ वर्ष पुरानो प्रणालीमा फर्कन थाल्छ। तर पैसा बिना संसार सजिलो भने हुँदैन, किनकि आधुनिक संसार ठुलो व्यापार र उद्योगमा आधारित छ। देशहरूबीच सामान कसरी किनबेच गर्ने, हवाईजहाज कसरी चलाउने, ठुला कम्पनीहरूले कसरी काम गर्ने। पैसा बिना विश्व व्यापार लगभग रोकिन सक्छ। अब एउटा सामान्य परिवारको जीवन सोच्नुस् न। आमा बुवालाई बच्चा बच्चीलाई खाना खुवाउन निकै चिन्ता परेको छ। बच्चा बच्चीले सोध्छन्, आज हाम्रो घरमा खाना पाक्छ कि पाक्दैन। यो अवस्था संसारभर लाखौँ परिवारले सामना गर्न सक्छन्। त्यसपछि मानिसहरूले एउटा कुरा बुझ्न थाल्छन् कि पैसा बिना सामान्य जीवन चलाउन पनि निकै अप्ठ्यारो हुँदो रहेछ। पैसा बिना संसारमा मानिसहरू एकअर्कामा बढी निर्भर हुन्छन्। छिमेकीले छिमेकीलाई मद्दत गर्छ, कसैले खाना बाँड्छ, कसैले काममा सहयोग गर्छ। सायद पहिलो पल्टक मानिसहरूले बुझ्छन्, जीवन चलाउन पैसा मात्र पर्याप्त हुँदैन। पैसा बिना संसार त सम्भव होला, तर धेरै चुनौतीपूर्ण पनि हुन्छ। तर अब प्रश्न तपाईँलाई, यदि भोलि बिहान उठ्दा दुनियाँबाट पैसा नै गायब भयो भने
तपाईँ के गर्नुहुन्छ? कमेन्टमा लेख्नुहोस्। धन्यवाद।